जिन्दाबाद 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 श्रमिकको माग जारी छ जारी छ जारी छ श्रमिकको माग जारी छ जारी छ जारी छ ड्युटी कम्पनीको लिज रद्द गर्नै पर्छ गर्नै पर्छ गर्नै पर्छ ड्युटी कम्पनीको लिज रद्द गर्नै पर्छ गर्नै पर्छ गर्नै पर्छ एक हो ड्युटी कम्पनीको लिज रद्द गर्नै पर्छ गर्नै पर्छ गर्नै पर्छ जय गोर्खा जय श्रमिक जय श्रमिक जय श्रमिक जय श्रमिक श्रमिक एकता जिंदाबाद 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 श्रमिक एकता जिंदाबाद 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 We want justice. Justice, justice, We want justice. justice, justice. पञ्चायतको लिज खारिज हुनै पर्छ हुनै पर्छ हुनै पर्छ पञ्चायत कम्पनीको लिज खारिज हुनै पर्छ हुनै पर्छ हुनै पर्छ समस्त श्रमिक एक हो एक हो एक हो समस्त श्रमिक एक हो एक हो एक हो खटी खाने बस विशेष तपाईको शुभ नाम चाहिँ लङ्गी राई है अनि जुन प्रकारको आज यो प्रकारको एउटा बन्द धर्ना है गरिरहेको छ के को लागि चाहिँ तपाईहरुले गर्नु भएको यो तलब मतलब बेजेटी खाने पैसाहरूको विषय लिएर अन्त हाम्रो यो रोजीको लागि खर्च तलब नदिएको कारणले गर्दा चाहिँ हामीले यसो गरेको अच्छा ठिक छ भनिसकेपछि तपाईहरुले अहिलेसम्म नपाएको खर्च तलब चाहिँ कति जस्तो भइसक्यो हामीले दुई तलब 4 खर्च भनिसकेपछि अब तपाईहरुले जुन अहिले आन्दोलन तपाईहरुको है गर्नु हुँदैछ हैन तपाईहरुलाई चाहिँ अब यसमा जुन चाहिँ प्रकारको आन्दोलन गराइमा चाहिँ के मतलब तपाईहरुको कमानको मात्र हो कि यो चाहिँ यो ग्रुपको 10 वटा गार्डनमा भएको 10 वटा गार्डनमा हो 10 वटा गार्डनमा चाहिँ यो अहिले चल्दै गरेको चाहिँ 10 वटा गार्डनमा त्यस्तो हुन्छ चाहिँ अब हामी मजदुरहरू हामी श्रमिकहरूले सबै लड्नुपर्छ हामी आफै लडेको हो हाम्रो माग अधिकारको टोक्रीको पैसा दाउराको पैसा खर्च तलब नदिएकोले गर्दाखेरि हामी लडेको हो यो बन्चल कम्पनीको लिस्ट चाहिँ हामीलाई चाहिँ एकदम झट्टै खारिज होस् भनेर चाहिँ हामी यो गरेको हो हामीलाई यो बन्चल कम्पनी चाहिँ ठ्याक्कै मन पर्दैन हामीलाई अन्य अत्याचार हामीले दुःख सुख भिड खाड छाडेर हामीले रुजी भिजी गरेको कामको दाम त दिनु सक्दैन यो बन्चल कम्पनी चाहिँ हामीलाई लिस्ट खारिज झट्टै होस् भनेर चाहिँ हामीले गरेको हो सर्वप्रथम नमस्कार है सम्पूर्ण हाम्रा यो भारतभरि छरिएर बस्नुभएका हाम्रा गोर्खे सन्तान सबैलाई अनि प्लस हामीले आज जुन प्रकारको एउटा प्रेस रिलिज गर्नु परिरहेको छ म विजय राई है मुन्डाकोठी चिया बगानबाट अनि म खरसाङ महकुमा को एउटा मेम्बर्स भएको कारणले गर्दाखेरि अलिकति म तपाईहरुसँग प्रेस रिलिज गरेर चाहिँ तपाईहरुले यो जानकारी गराउनको लागिरहेको छु कि विशेष अहिले जुन प्रकारको यो जल्दोबल्दो अवस्था छ यो अवस्था तपाईको अहिले जुन चाहिँ 10 वटा हाम्रो बन्चल ग्रुप भनिन्छ बन्चल ग्रुप त हैन अहिले डिओटी ग्रुप भनिन्छ र यो मा चाहिँ हाम्रो 10 वटा गार्डनको अवस्था चाहिँ एकदमै जीर्ण भन्दा जीर्ण अवस्था पुगिसकेको छ हेर्नुहोस् हाम्रो मजदुरले नपाएको खर्चको तपाईको चार खर्च दुईटा स्यालेरी भइसक्यो अझैसम्म पनि हाम्रो यो आन्दोलन जुन प्रकारको हामीले गर्नुपर्ने बाध्य बनायो हामीलाई यो सबै यसको जिम्मेवारी चाहिँ यो डिओटी ग्रुप हो किनभनेदेखि आजसम्म हेर्नुहोस् हामीले जुन प्रकारको खटिखटन गरेर आज हामीले आफ्नो रोजीकारी छ जुन प्रकारको हाम्रो अब यही उबाट रोजीबाट हामीले खानु पनि पर्यो नानीहरूलाई पढाउनु पर्यो इष्टमित्र सबै कुरो ढाक्नुपर्छ तर आज हाम्रो जुन प्रकारको गरेको कामको दाम पनि नदिनु भनेपछि यहाँदेखि अत्याचार चाहिँ कतिसम्म सर्नु पर्ने हेर्नुहोस् र त्यसले गर्दाखेरि हाम्रो जुन चाहिँ यो आन्दोलन छ यो आन्दोलन चलि नै रहेको छ यो तपाईको हाम्रो अस्ति 7 दिनसम्म हाम्रो माथि डेम कार्यालयमा जुन प्रकारको एउटा धर्ना दिने काम भइरहेको छ र त्यसले गर्दाखेरि अब भोलिको दिन पनि आज चाहिँ हामीले बङ्गलो घेराउ हिजो र आज हाम्रो माथिबाट आदेश भएको कारणले आज हामी बङ्गलो घेराउमा आएको छौँ र त्यसले गर्दाखेरि भोलिको दिनमा हामी फेरि माथि गएर डेम अफिसमा गएर फेरि हामी धर्ना दिनेछौँ र त्यसले गर्दाखेरि चाहिँ हामीलाई चाहिँ एकदमै अन्य अत्याचार भएको हामीले महसुस गरेको छौँ किनभनेदेखि हामीले कामको दाम नपाउनु भनिसकेपछि आज विश्वमा हेरौँ भनेदेखि आज आफ्नो रोजी एकदमै कम्ती भएको चाहिँ यही साइड गार्डनकै नै हो हेर्नुहोस् 202 रुपियाँदेखि बढेर अहिले 230-32 रुपियाँ पुग्यो र यो रोजीरोटी पनि हामीले नपाउनु भनेपछि यहाँदेखि अत्याचार अन्य चाहिँ एकदमै असहनीय नै भइसकेको छ हामीलाई र त्यसले गर्दाखेरि म यही आह्वान गर्छु जति पनि खटिखाने मजदुर छ
तपाईँ हामी एक भएर लड्नुपर्छ। आज हेर्नुहोस्, आज जुन प्रकारको हाम्रो आन्दोलन छ, यो आन्दोलनमा तपाईँहरूले पनि साथ दिनुहोस्, किनभनेदेखि तपाईँले पनि पाउनु भएको छैन, हामीले पनि पाएको छैनौँ, कसैले पनि पाएको छैन भनेदेखि यति बेला चाहिँ हाम्रो आन्दोलनलाई बुलन्द बनाउनु लागि चाहिँ तपाईँ हामी सबैजना एक भएर, हामी एकमुष्ट भएर हामी गरेको हुनुपर्छ। हेर्नुहोस्, कसैले हेर्नुहोस्, यहाँ पार्टीको कुरा आउँछ, मान्छेले पार्टीको कुरा लगाइरहेको छ कतिजना प्रतिनिधिहरूले, तर एउटा यो बेला हामीले पार्टीको नहेरेर यति बेला चाहिँ हामी समग्र जनता चाहिँ एक हुनु जरुरी छ। मुन्डाकोठी प्लस अर्को नवडा गार्डनको सबै जनजनार्दन जति छन् एक भएर हामीले यो काम गर्नुपर्ने एकदमै बाध्यता छ, हामीलाई गर्नै पनि पर्छ। किनभनेदेखि भोलिको दिनमा, आजको दिनमा जुन प्रकारको एउटा जिटिए चुनाव भयो, चुनाव भइसकेपछि हाम्रो जिटिए चिफ श्रीमान अनित थापाज्यू हुनुहुन्छ, उहाँ एउटा हाम्रो मात्रै सिङ्गै पार्टी भारतीय प्रजातान्त्रिक मोर्चाको मात्रै पार्टीको होइन, आज म बारम्बार भन्दैछु सबै पार्टीको हो। यहाँ जति पनि हाम्रो पाहाडमा हुने पार्टीको जम्मैको उहाँले उहाँको एउटा मतलब के भनौँ एउटा कार्यपाल हुनुहुन्छ र त्यसले गर्दाखेरि आज हामीले धन्दाको कुरा नगरौँ र त्यसले गर्दा हाम्रो हक र अधिकारको लागि हामी एक भएर लडौँ। आउनुहोस्, तपाईँले के कति तपाईँहरूलाई बुझेको छैन, हामी बसौँ, साझा गरौँ र त्यसले गर्दाखेरि हाम्रो अधिकार र हक चाहिँ हामीले हनन हुनुदेखि चाहिँ हामी कोसिस गरौँ कि यहाँदेखि चाहिँ हामी। र अर्को कुरो, यो जुन चाहिँ लिज वञ्चल भनिन्छ अब होइन, यो वञ्चलको लिज चाहिँ एकदम चाँडोभन्दा चाँडो खारिज हुनुपर्छ, तब मात्रै हामी उन्मुक्ति हुन सक्छौँ। नत्र भनेदेखि भोलिको दिनमा पनि यही स्थिति हुन्छ हाम्रो। र त्यसले गर्दाखेरि चाहिँ अहिले नै हामीले सचेत हौँ र सचेत भएर हामीले आफ्नो जुन चाहिँ आन्दोलनलाई चाहिँ बुलन्द बनाएर जाउँ भन्ने मेरो यही छोटो तपाईँहरूलाई रिक्वेस्ट गर्दछु।